नमस्कार, मेरो नाम अर्जुन प्रसाद गुणी। म जेबी फाउन्डेसन नुवाकोट जिल्ला समिति फाउन्डेसन जिल्ला अध्यक्ष महासङ्घ अध्यक्ष। आज 2 मिनट मन्तव्य पनि अवसर मान्यज्यूबाट बक्स भएको छ, धेरै आभारी छु। र नुवाकोट जिल्लाको तर्फबाट आज जिल्ला समितिका नेपाल सरकारका सल्लाहकारमा नियुक्ति हुनुभएका नवनियुक्त पदाधिकारीहरूलाई पनि आज यो जेबी फाउन्डेसन केन्द्रीय कार्यालयमा ल्याएर यहाँ माननीयज्यू, त्यसैगरी सह-अध्यक्षज्यू, जेबी फाउन्डेसनको प्रवक्ताज्यू, बागमती प्रदेश प्रमुखज्यू, त्यसैगरी यहाँ उपस्थित हाम्रो महिला उपाध्यक्ष, जेबी फाउन्डेसनको उपाध्यक्षज्यू, अध्यक्षज्यू लगायत पदाधिकारीज्यूहरू समक्ष मैले आज यो एउटा अत्यन्तै महत्त्वपूर्ण र कार्यक्रम यहाँ सम्पन्न भएको छ, शपथ ग्रहण। र हाम्रो नुवाकोट जिल्लाबाट जति पनि हाम्रो जेबी फाउन्डेसनमा आबद्ध हुनुभएका नेपाल सरकारका सल्लाहकारज्यूहरू हुनुहुन्छ, उहाँहरूबाट जेबी फाउन्डेसनले नुवाकोट जिल्लामा अब भावी दिनमा गर्ने जति पनि यो केन्द्रीय तौरबाट प्रदेश स्तरबाट हामीलाई जति नीति नियम निर्देशनहरू जे जति हुन्छ त्यसलाई उहाँहरूले एउटा सफलीभूत बनाउनको लागि, कार्यक्रमहरूलाई सक्सेस बनाउनको लागि उहाँहरूबाट एकदम चाहिँ महत्त्वपूर्ण सहयोग साथ रहनेछ भन्ने विश्वास पनि लिएको छु। र आगामी दिनमा हामीले आवश्यकताहरू धेरै छन्, यहाँ गुरुकुल पनि सञ्चालन भएका छन्, मठ मन्दिरहरू धेरै छन् र के गर्न सकिन्छ देशैभरि व्यापक रूपमा चाहिँ अहिले यो जेबी फाउन्डेसनको सञ्जाल बढ्दो क्रममा छ, बढेको छ र 77 जिल्ला समितिहरू बनिसक्ने क्रममा लगभग पुगिसकेको छ। हाम्रा माननीय राष्ट्रिय समाजसेवी प्राध्यापक डाक्टर जगदीश वैद्यज्यू हुनुहुन्छ र उहाँको नेतृत्वमा यो जेबी फाउन्डेसनले 35 सालदेखि स्थापना भएर आजसम्म जे जति सहयोग जेबी फाउन्डेसनको उसमा चाहिँ उहाँको नेतृत्वमा अत्यन्तै यो पवित्र एउटा धार्मिक रूपमा चाहिँ जुन सहयोगहरू गर्दै आउनु भएको छ, आज हर ठाउँका पीडितहरूले राहत पाएका छन् भने यसमा अझै भावी दिनहरूमा पनि उहाँहरूको साथ सहयोग समर्थन पाउने नै छ भन्दै उहाँलाई यो जेबी फाउन्डेसनमा चाहिँ उहाँको हात दरिलो बनाउनको लागि हामीले आफ्नो तर्फबाट चाहिँ के गर्न सक्छौँ, हामी नुवाकोट जिल्लाका समितिका सम्पूर्ण पदाधिकारीहरू हामी तयार छौँ। यो एउटा साझा घर, साझा फुलबारी, हामी सबै तहका व्यक्तित्वहरू यहाँ आएका छौँ। हर हिसाबले नुवाकोट जिल्लाको अहिले यहाँ शपथ ग्रहण लिइरहनुभएका पदाधिकारीहरू कुनै न कुनै तवरले उहाँहरू समाजसेवामा लामो समयदेखि योगदान पुर्याइरहनु भएकै साथीहरू हुनुहुन्छ। त्यसमध्येबाटै फिल्टर गरेर उहाँहरूलाई जिल्लाबाट यहाँ ल्याइएको छ, आउनुभएको छ र उहाँहरूले समाजसेवामा जेबी फाउन्डेसनमा निरन्तर रहेर आफ्नो तर्फबाट गर्न सक्ने खालको सहयोगहरू गर्ने र फाउन्डेसनले पनि नुवाकोट जिल्लामा के गर्न सकिन्छ उहाँहरूको सँग सरसल्लाह गरेर आगामी दिनमा यो एउटा फाउन्डेसनको व्यापक रूपमा चाहिँ काम गर्ने र यसलाई अहिले जसरी जुन ढङ्गले नेपालभरि नै यसको चाहिँ एकदम राम्रो स्याबासी हामीले पाएका छौँ